प्रेम भनेको केवल दुईजना बीचको सम्बन्ध मात्रै हो त कि त्यो भन्दा बढी हो प्रेम? के प्रेममा परिवार, समाज, संघर्ष अनि सपना आउँछ? अनि के प्रेममा कहिलेकाहीँ अधुरोपन पनि हुन्छ? आज म कुरा गर्दैछु पुरुषोत्तम बजगाईको चर्चित उपन्यास नीलो प्रेमको। नीलो प्रेम पुरुषोत्तम बजगाईको पहिलो प्रकाशित उपन्यास हो र यो झण्डै 500 पृष्ठ लामो छ। किताबको नाम सुन्दा यो सामान्य प्रेम कथा जस्तो लाग्न सक्छ, तर पढ्दै जाँदा प्रेमसँगै युवावस्था, मित्रता, परिवार, सपना र जीवनका व्यावहारिक पक्षहरू पनि कथाको महत्वपूर्ण हिस्सा बनेर आउँछन्। विशेष गरी युवावस्थाको मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले प्रेमलाई केवल आकर्षणको रूपमा मात्र नभई जीवनको एउटा व्यावहारिक पक्षको रूपमा प्रस्तुत गर्न खोजिएको देखिन्छ। कथाको केन्द्रमा छन् दुईजना पात्र, आकाश र वर्षा। उनीहरूको भेट, मित्रता र त्यसपछि विकसित हुँदै जाने सम्बन्ध कथाको मुख्य आधार हो। यो सम्बन्ध सधैँ सहज बाटोमा हिँड्दैन। प्रेमसँगै परिवार, सामाजिक सोच, आर्थिक अवस्था र व्यक्तिगत जीवनका परिस्थितिहरू कथामा प्रवेश गर्छन्। त्यसैले नीलो प्रेम पढ्दा तपाईको मनमा केवल कोसँग प्रेम भयो मात्रै होइन, के प्रेमका निम्ति प्रेम पर्याप्त छ भन्ने प्रश्न उब्जिन सक्छ। यो किताबको मलाई राम्रो लागेको एउटा पक्ष भनेको युवाको भावनालाई केवल हल्का प्रेम कथाको रूपमा मात्रै प्रस्तुत गर्न खोजेको छैन। युवा अवस्थामा हुने सपना, सम्बन्ध, निर्णय र मानसिक द्वन्द्वलाई कथासँग जोडिएको छ। यो उपन्यासको अर्को राम्रो पक्ष भनेको यसको भाषा हो। भाषा धेरै जटिल वा भारी छैन, सहज रूपमा अगाडि बढ्ने भएकाले कथा पढ्न सजिलो लाग्छ। किताब पढ्दै जाँदा कतिपय ठाउँहरूमा त्यो दृश्य तपाईको आफ्नै आँखा अगाडि भइरहे जस्तो कल्पना गर्न सक्नुहुन्छ अथवा आफ्नै भोगाई हो भन्ने अनुभूति गर्न सक्नुहुन्छ। पुरुषोत्तम बजगाईको लेखन शैली सरल र संवादमुखी देखिन्छ। ठूला साहित्यिक शब्दहरूको प्रयोग भन्दा पात्र र घटना मार्फत भावना प्रस्तुत गर्ने प्रयास गरिएको छ। त्यसैले विशेष गरी नयाँ पुस्ताका पाठकहरूलाई यो शैली सहज लाग्न सक्छ र पुराना पुस्ताका पाठकहरूलाई पनि यदि सरल र सहज भाषामा कुनै उपन्यास पढ्न मन छ भने यो निकै राम्रो विकल्प हुन सक्छ। किताबको केही ठाउँमा कुनै घटनाको वर्णन अलि लामो भए जस्तो महसुस हुन सक्छ। एउटै विषयवस्तुमा निकै बेर रुमल्लिरहेको जस्तो देखिन सक्छ। त्यस्तै यदि तपाईँ जटिल कथा र रहस्यमय घटनाहरूको अध्ययन गर्न चाहनुहुन्छ भने यो किताब तपाईलाई केही फरक लाग्न सक्छ। तर प्रेम सम्बन्ध र पात्रको मनोभाव बुझेर पढ्ने पाठकका लागि यो किताब अति नै उपयुक्त विकल्प हो। यदि तपाईलाई नेपाली प्रेम कथा पढ्न मनपर्छ भने यो किताब तपाईले आफ्नो रिडिङ लिस्टमा राख्न सक्नुहुन्छ। यो किताबलाई तपाईँ केवल प्रेम कथा मात्रै भनेर नपढ्नुहोस्। यसलाई युवा मनोविज्ञान, परिवार र समाजसँग जोडिएको कथाको रूपमा पढ्दा अझ धेरै कुराहरू भेटिन्छ। यो किताब पढिसकेपछि मैले आउट अफ 10 मा 7 रेटिङ दिएको छु। यो कथा संयोगान्त कि वियोगान्त भन्ने प्रश्नमा तपाईँ जसरी बुझ्नुहुन्छ त्यही हो। यो तपाईँ संयोगान्त बुझ्नुहुन्छ भने संयोगान्त नै छ।